खुट्टै भाँचिरहेको छ यार। त्यहाँनिर फ्याट्टै गइरहेको छ यार। बाइक भन्ने चिज डेन्जर त डेन्जरै हो है। यस्तो हुन्छ हस्पिटलको बसाइ ढुक्क लाग्छ। 2 दिन 3 दिनमा भोलि अपरेसन हुन्छ। माइला यता हेर। ओइ आम्मामा केटो फेरि दाँत बाहिरै छ है। यता ओइ ल केटोको बाइक आइसकेको छ है। ल ढकिस गाडीहरू बबाल यही ठाउँमा यहाँ पछाडि यार यो ट्रेन होइन कस्तो गर्मी भयो है। हेर न अगाडि यस्तो भइरहेछ केटा हो। आज एक्सिडेन्ट भइदियो अनएक्सपेक्टेडली यार। गाह्रो छ यार। यता हाततिर नि गएको छ यहाँ नि भित्रिरहेछ रहेछ त। यो खुट्टा नि मजाले के भइरहेछ नि लास्ट देखिरहेछ यतातिर। यही यत्रो पर पुगेको मान्छे हामी धरा नै फर्किन्थ्यो अरे। अनि मेरो साथीको चाहिँ खुट्टै भाँचिरहेछ यार। कस्तो गाह्रो भइरहेछ होला उसलाई त। मेरो त त्यस्तो धेरै भएको छैन।
त्यो नि छाला बाँसु नभएर हो कि हड्डीमा धेरै भेटिरहेको छ त्यो ढुङ्गोले भन्दा नि त्यो ब्लकले हाम्रो हालत चाहिँ यस्तो छ केटा अहिलेको यता यस्तो उता माइलाइको त्यस्तो खुट्टा भाँचिरहेको छ गाह्रो छ केटा हो दिदीले नानाले मालिस गरिदिनु हुँदैछ माइलाको यतिको बुहारी ल्याउनुपर्छ माइला पछि हेर होइन नाना नाना यतिको बुहारी ल्याउनु परेन नानाले चाहिँ जेस केटा हो कोही अब नाना यता हेर्नु न हाम्रो नाना मेरो नानाले पाक्ने मान्छ भने नि गर्दा कमेन्ट गर्दा हुन्छ है यतिको पाउँदैन नि अहिलेको जमानामा मान्छे यार केटा हो सोच है सोच होइन माइला गाह्रो छ यार माइलाको र गइगयो त्यहीँनिर खाटै गइरहेको छ यार मेरो त यस्तो केही भएको छैन सेलाको बेलामा चाहिँ दुख्छ मेरो त्यस्तो केही होइन माइलाको चाहिँ अब निको हुन टाइम लाग्ने भयो धेरै यत्रो माथि गइदिएको छ भने अब गाह्रो छ केटाकेटी हो एक्सिडेन्ट हुनु पनि बाइक भन्ने चिज डेन्जर चाहिँ डेन्जरै हो है यस्तो हुन्छ हस्पिटलको बसाइ ढिक्क लाग्छ 2 दिन 3 दिनमा भोलि अपरेसन हुन्छ भोलि बेलुका त्यो पनि बिहान भए पनि हुँदैन बेलुका हुन्छ त्यो पनि जबरजस्ती मिलाएको होला बुवाले त्यही अब माइलाको 4-5 महिना चाहिँ बैशाखी सहारा हुन्छ लट्ठीको सहारामा हिँड्नुपर्ने हुन्छ केटाले अनि यहाँ हाम्रो किरातहरूको चाहिँ साकेला थाम्ने रहेछ यहीँनिर गोपा क्याम्पको बिचमा एरियामा पनि हाम्रो देउता हो यो रोक्नु भनेको हुन्थ्यो उपर पूजा गर्ने ठाउँ चाहिँ यहाँ रहेछ घन्टी चाहिँ एउटा 2टा राईहरूको खतरा ठाउँ हो नि त यो भनेको दिदी ठ्याक्क त्यहाँदेखि यहाँबाट यो चाहिँ के हो यता माथि चाहिँ मान्छे राख्छ लास राख्छ मरेको मान्छेको लास यहाँ माथि राख्छ ऊ यता जलाउँछ है क्या यहाँ पनि आगो उडिरहेको धुवा सही छ नाना क्याम्पको एरिया पनि बब्बाल लाग्छ मलाई एरिया चाहिँ सफा कस्तो हरियो भइसकिरहेको छ है अहिले क्या मजा हुन्छ गाउँमा यति बेला डेन्टलको चाहिँ माथि हो हजुर हुन्छ बिरामीलाई नै गाह्रो छ केटा रिल्स बनाउनु पर्छ अनि गाह्रो हो नि त मलाई चाहिँ त देखाउनु त्यति भाग गर्छु म कस्तो गर्नु म कस्तो गर्नु म यस्तो यस्तो यहाँदेखि गर्नु सबै यस्तै यस्तै ल हेर्नु त